दबाई लाउँदै हो मर्चै फलेको छ। धेरै फल्नको लागि होइन, यो रुख काटिदिन्छ किराले, त्यही भएर रुखले किराले रुख। चिप्लेटी भिन्डी हो यो। चिप्लेटी भिन्डीमा दबाई लुफी र करिश्मा लाउँदैछु। अब कस्तो हुन्छ यसको। गीता दिदी सुन्नु पर्यो, कृषि कस्तो के गर्नु पर्यो। यो करेसा बारीमा अस्ति खुर्सानी भर्खर भयो, त्यो सानो बोट थियो। अब एक हप्ता जति यसलाई मेहनत गरेपछि यस्तो रिजल्ट सबै पाक्यो। यस्तो छ प्योर चिल्ली खुर्सानी, नेपालको अर्ग्यानिक। त्यसपछि चिप्लेटी भिन्डी बोइल गरिदिएको छ। चिप्लेटी भिन्डी यस्तो छ, अस्ति दबाई लगाएको, किराले काटिदिन्थ्यो यसको। अब फलेछ चिप्लेटी भिन्डी। यस्तो छ सबै, यति यो रिजल्ट यस्तो छ। काँक्रोको बोट पनि छ। यस्तो छ यो। अस्ति सानो थियो, 5-7 दिन, एक हप्ता अगाडि यो बारी सानो थियो, सबै बोटहरू